Hey guys, welcome back to my new vlog. आजको भ्लगमा सबैजनालाई स्वागत छ। म चाहिँ अब घरमा अनि लुगासुगा लगाएर रेडी भइसके। अब खाना खाएर अनि त्यसपछि स्कुल जान्छु। हल्का नुहाइदिएको नाकभित्र साबुन पस्यो कि के हो छिमछिम आइरह। अब त्यसपछि झोला चाहिँ रेडी छ मेरो। लुगाहरू चिसो भएको थियो हिजोको अनि त्यसलाई यसो एकछिन खोलेर सुकाल्दै गरेँ। अनि त्यसपछि तातो 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 त भएको छैन, अलि ओभानो भएको अनि पुरै भिजेको थियो नि त हिजो। त्यही भएर अब चाहिँ म खानासाना खान्छु अनि खाना खाएर स्कुल जान्छु। त्यही हो, सबैजनालाई स्वागत छ आजको भ्लगमा। अहिले स्कुलबाट निस्केर आइसके म स्टेसनमा। अनि त्यसपछि अब काममा जाने हो यही बाटो। अनि अहिले ट्रेन कुरेर बसिरहेको छु। मैले स्कुलमा खासै धेरै भिडियो बनाउँदिनँ नि त। हिजो चाहिँ अर्को उतापट्टिको क्लासमा गएको थिएँ र बनाइहालेँ। अनि त्यसपछि आज चाहिँ अहिले खासै भिडियो बनाउने माहौल भएन। अनि पढाइतिर फोकस भइरहेको थियो, टेस्ट छ नि त भोलि। अनि त्यही भएर भिडियो बनाउने खालको माहौल थिएन। अब चाहिँ काममा काममा जान्छु। अनि त्यसपछि काममा गएर भेटौँला गाइस बेलुका कामबाट निस्केपछि। अनि के अब हाम्रो टोकियोतिर रमाइलो ठाउँहरूतिर घुमाउँला, नभएदेखि चाहिँ सुइसै घर जाने। आजको भिडियो चाहिँ एकदमै छोटो हुन्छ भन्ने मलाई लागिरहेछ, त्यो थाहा छँदैछ। ट्रेन चाहिँ आयो, अब म चढ्छु। सिट पाउन गाह्रो हुन्छ क्या यहाँबाट फेरि, अनि चढिहाल्छु अब म। तातो पानी उम्लेको ठाउँमा अनि त्यो केटीले गरेको ठाउँमा मैले काम गर्नुपर्छ कि। अनि पानी हुन्छ क्या, दुई ठाउँमै पानी हुन्छ। अनि तातो पानी उम्लिरा हुन्छ अनि उता नि पानी हुन्छ क्या। अनि म त्यही पानीमा काम गर्छु, त्यही भएर भिज्ने हो क्या लुगा। काम सकिएर पनि निस्किसके साथीहरू म चाहिँ। अनि आज पनि गाह्रो भएको थियो, काममा प्याक भएको थियो एकदमै। अनि म चाहिँ मलाई हेल्प गर्नलाई भनेर के अरे मेरो यहाँ काम गर्ने ठाउँमा एकजना जापानिज साथी छ कि होइन। अनि उसले चाहिँ उसको चाहिँ खास चाहिँ 7 बजेसम्म काम हो, म चाहिँ 6 बजे छिर्छु नि त। अनि त्यसपछि 7 बजेसम्म उसको काम हो। अनि म अहिले चाहिँ आज लास्ट प्याक हुन्छ होला, गाह्रो हुने होला भनेर के अरे 7:30सम्म बस भने होइन। अनि उसलाई 7:30सम्म राखेँ। अनि त्यसपछि फेरि 7:30तिर चाहिँ एकदम प्याक हुन थाल्यो क्या, मान्छे लास्ट आयो। अनि उसलाई आफैलाई जान मन लागेन छ, अनि बस्यो लगभग 8 बजेसम्म जतिमा चाहिँ बसेँ। अनि त्यसपछि फेरि के अरे मैले फेरि अब यत्रो 8 बजीसम्म त बसिहालेँ। अब त्यहाँ अब म्यानेजर रिसाउँछ केही नि हुन्न के अरे। म भन्छु लास्टै प्याक बस्यो, अनि त्यही भएर बस भनेको भन्छु के अरे, नजा भनेर मैले फकाएँ। अनि त्यसपछि त्यसलाई फकाएँ। मलाई सजिलो भयो है, आज चाहिँ लास्टै काम गर्न धेरै सजिलो भयो। हिजो चाहिँ मैले एक्लैले गरेको काम, आज त्यो मेरो साथी छ क्या, जापानिज साथी, उसले र मैले दुईजना मिलेर गऱ्यौँ। अनि त्यस्तो साह्रो खासै गाह्रो चाहिँ भएन, आनन्दले गरेँ। अनि हिजोको जस्तो प्याक पनि भएको थिएन क्या आज त। हिजो त अति प्याक भएको थियो, आजलाई आनन्दले गरियो काम। थकै चाहिँ लागिरह, तर पनि अहिले अब 50 जहिले पनि म ठ्याक्क स्टेसनमा आइपुग्छु। अनि 52कै ट्रेन चढ्ने मेसो हुन्छ क्या मेरो चाहिँ। अब 52को ट्रेन आउँछ। अनि त्यसपछि ट्रेन चढेर टाप घर, अनि गएर मेरो होमवर्क पनि गर्नुपर्छ। प्लस होमवर्क चाहिँ पर्सि के अरे, आज भोलि फ्राइडे, मन्डे बुझाउने हो नि त। त्यही भएर मन्डे बुझाउने होमवर्क भएर खासै त्यस्तो साह्रो उस छैन। अब भोलि चाहिँ टेस्ट छ नि त। अनि भोलिको टेस्टको चाहिँ बरु अब गएर एकैछिन युट्युबतिर हेरेर तयारी गर्छु। अनि अब त्यहाँबाट त्यही हो साथीहरू, यहाँनिरबाट चढ्यो भने सिटै पाइँदैन कि खासै। आज चाहिँ म सबभन्दा उतापट्टिको छेउकोमा जान्छु है। उहाँ त्यो उता अस्ति चाहिँ उतापट्टि गएको थिएँ, आज चाहिँ उतापट्टि जान्छु। अनि त्यसपछि अब यहाँबाट ट्रेन चढ्यो भने कस्तो हुँदो रहेछ हामी हेरौँ, यिनीहरूले के गरेका छन्।
नाटक देखा नि यहाँ बसेर भनिदिने कि लास्टै अनि भिडियो बनाउनलाई खासै इन्ट्रेस्टिङ कुराहरू केही भएन मैले डेली एउटै कुराहरू देखाइराखेँ अनि भिडियोमा भ्युजहरू पनि आउन छोडिराख अनि आजकल जानको लागि केही छैन गोल्डन विकमा त धेरै ठाउँहरूमा गइएको थियो रमाइलो भएको थियो अहिले त काहीँ नि गएको छैन त्यही हो रमाइलो भएको छैन खासै एक दिन जापानिज रामेन ट्राई हान्न जाने भनेको के अरे अब कस्तो हुन्छ पर्सि स्याटरडे काम छ त्यही स्याटरडे कामबाट निस्केपछि जानु पर्ला ट्रेन आयो हाम्रो चाहिँ यहाँ अब यस्तो दामी पाराले हावा सुरुरु हान्छ मेरो कपाल देख्न सक्नुहुन्छ हावाले यस्तो उडाइसक्यो साथीहरू पुरै हावाले उडाउँछ क्या यहाँनिर पुरै मेरो फोनलाई नि धगालेर आयो कपाल पनि उडायो साथीहरू आयो ट्रेन आयो अब यसैमा चढेर चाहिँ म गइहालेँ साथीहरू अनि त्यही हो अब उताको स्टेसनमा गएपछि भेटौँला साथीहरू बाई बाई यहाँ चाहिँ एकदम धेरै मान्छेहरू लास्टै धेरै प्याक म चढेर ट्रेन पनि गइहालेँ अब त्यहाँ यसो गएर एउटा केही किन्छु जुसहरू किनौँ के किनौँ अनि त्यसपछि जान्छु घर मान्छेहरू एकदम धेरै छन् अनि भिडियो बनाउन अप्ठ्यारो हुन्छ नि त ट्रेन उताबाट ट्रेन आएको रातिमा चाहिँ एकदम धेरै हुन्छन् कि टोकियोमा मान्छेहरू रातिमा लास्टै धेरै हुन्छन् मलाई चाहिँ यो भेन्डिङ मेसिनमा पाउने कुराहरू एकदम मन पर्न थाल्यो अनि ऊ त्यो निलो कलरको अस्ति नै एक दिन किनेको वाला गमी पनि हो रियो वाला लास्टै मिठो लाग्थ्यो आज चाहिँ अर्कै नयाँ केही ट्राई गर्नुवाला लेमन सेमन आइस के लेखेको के अरे आइसक्रिम पनि छैन क्या यहाँ नत्र मैले आइसक्रिम खान्थेँ आइसक्रिम चाहिँ छैन त्यही भएर अरू केही ट्राई गर्नुवाला म चाहिँ आएर झरिसकेँ साथीहरू स्टेसनमा अब घर जान्छु त्यहाँ चाहिँ अगाडि चाहिँ जोडी हिँडिरहेछन् मलाई देखाउँदै हिँडिरहेछन् अनि अब त्यस्तै हो हामी चाहिँ चुप्प लागेर यहाँ यसरी साइडमा पर्स झुन्डाउने खल्तीमा अनि हिँड्ने हो नि त हामी टुकु अब गएर यस्तो फ्रेस हुन्छु मूत्र विसर्जन गर्छु अनि त्यसपछि अब घर जान्छु घर गएर खाना खाएर भिडियो एडिट गरेर अनि सुतिहाल्छु गाइज त्यही नै हो मेरो चाहिँ आज कपाल दामी देखियो कि मेरो आज कपाल त्यो खतरा के कुन फिल्मको हो त्यो शाहरुख खानको जस्तो भएको कि हामी तारिफ आफै गरिराख्यो तर पनि अब यो माइकलाई हातमा लिएर बोलौँ कि यहाँ राखेर बोलौँ हुन्छ कि यहाँ राखेर बोल्दा नि साउन्ड त आउँछ हातमा लिएर बोल्यो भने अझै मजाको साउन्ड आउँदो रहेछ अनि त्यही भएर मलाई चाहिँ माइकलाई हातमै लिएर बोल्न मन लाग्छ गाइजहरू यसरी हातमा माइक लिएर बोल्यो भने रिपोर्टर जस्तो पत्रकार जस्तो देखिन्छ अब भ्लग गर्ने हुन्छ यस्तोमा राख्छ नि त हाम्रो चाहिँ रातिमा झन् दामी रमाइलो भ्यू देखिन्छ क्या यहाँबाट आम्मामा कस्तो राम्रो देखिन्छ झन् अब यसरी फोनबाट क्यामेराबाट खिच्नुभन्दा चाहिँ रियल आँखाले हेर्दाखेरि एकदम राम्रो देखिन्छ क्या झन् अनि त्यता अगाडि झन् त्यो लाइटहरू यसरी हेर्दाखेरि कस्तो राम्रो देखिन्छ क्या आनन्दले म चाहिँ अहिले पुलमाथि छु नि त अनि पुल चाहिँ थिर्र हल्लिन्छ क्या गाडी आउने ट्रक आउँछ अब यहाँ हल्लिन्छ क्या पुल कस्तो दामी लामो ट्रक रातिमा चाहिँ यस्तो ट्रान्सपोर्टेसनको गाडीहरू यो ट्रकहरू एकदम धेरै हिँड्छ के त्यही हो अब म घर जान्छु अहिले घरमा आएर पनि मैले यहाँ आवासलाई चाहिँ माइक लगाउन मन लाग्यो अरे अनि आवासले चाहिँ माइक हेरिरहेको साथीहरू आवासलाई देखाइदिउँ न हाम्रो आवासको थुत्रो देखाइदिउँ न गाइजहरूलाई एकचोटि हेर न यहाँ यता हेर न एकचोटि हेर न तिमी कति राम्रो देखिसक्यो कि त्यसरी होइन कि नाक सिधा देखाउन यसरी हेर न दादालाई ए कति ह्यान्डसम बच्चा हो र आवाज सर खैमा तिमीलाई म इन्टरभ्यू डाइनोसरले कस्तो आवाज निकाल्छ अहिले राम्रोसँग अनि त्यसपछि अब त्यही हो आवाजले डाइनोसरको आवाज निकाल्न सकेन के छन् भन त भन के भन्दै थियो भन त